नमस्ते, म डाक्टर स्वस्ति। अब पोलिसिस्टिक ओभरिजकै कुरा गर्दाखेरि अब ओबिज पोलिसिस्टिक ओभरिजको बारेमा कुरा गर्ने बेला भयो हैन। सबैभन्दा पहिला त ओबिज भनेको के, जसको तौल बढी छ। यसको पनि क्याटेगोरीहरू हुन्छ। कस्तो खाललाई ओबिज भन्ने भन्दा तपाईको बीएमआई बडी मास इन्डेक्स हेरेर अनि हामीले कति वेट घटाउनु पर्छ, ओबिजमा पर्नुहुन्छ कि हुँदैन भनेर हेर्ने हो। त्यसको लागि तपाईको उमेर अनि हाइट सेन्टिमिटरमा र वेट यो सबैलाई क्याल्कुलेट गरेर बीएमआई निकाल्छौं। इन्टरनेटहरुमा गुगल गर्नुभयो भने बीएमआई आफ्नो तपाईले सजिलैसँग निकाल्न सक्नुहुन्छ। बीएमआई क्याल्कुलेटर भनेर टाइप गरेर हेर्नुस्, तपाईको बीएमआई त्यसैबाट थाहा हुन्छ। र बीएमआई मा नर्मल वेट अनि ओभरवेट, ओबिज, भेरी ओबिज क्याटेगोरी अनि भेरी ओबिज को पनि क्याटेगोरी 1 2 3 छ। त्यस अनुसार हो। पोलिसिस्टिक ओभरिजमा आफ्नो बडीको 10 देखि 15% मात्र पनि तपाईले वेट घटाउनु भयो भने पिरियडहरु नर्मली रिज्युम हुन थाल्छ, अन्डा बन्न थाल्छ र तपाईलाई जुन मेटाबोलिक डिसअर्डरहरु छ त्यो चाहिँ नि करेक्सन हुन थाल्छ। र यो करेक्सन गर्न चाहिँ हामीले मेटफर्मिन भन्ने औषधि दिन्छौं। प्राय तपाईले सुगरको बिरामीहरुले मेटफर्मिन औषधि खाइराको थाहा हुन्छ। अनि थाहा नभएको फार्मेसीमा गएर सोध्दा तपाईले किन दिएको यो त सुगरको औषधि हो भनेर भन्दिदा ल डाक्टरले त कस्तो औषधि दिनु भएछ, सुगरको औषधि, मलाई त सुगर भएको छैन, मलाई त पोलिसिस्टिक ओभरिज मात्र भएको छ भनेर भन्नुहुन्छ हैन। मेटफर्मिन भनेको इन्सुलिन सेन्सिटाइजर हो। इन्सुलिनलाई काम गर भनेर घचघचाउँछ मेटफर्मिनले। इन्सुलिनले के गर्छ त? इन्सुलिनले हामीले खाएको कार्बोहाइड्रेटलाई एनर्जीमा, तागतमा, लिभरबाट तागतमा एनर्जी चेन्ज गर्नलाई हेल्प गर्छ। त्यही भएर पोलिसिस्टिक ओभरिज भएको महिलाहरूको शरीरमा इन्सुलिन त हुन्छ तर काम गरिरा हुँदैन। मेटफर्मिन खानाले इन्सुलिनलाई काम गर है, तिमीले काम गर्नुपर्छ भनेर मेटफर्मिनले इन्सुलिनलाई घचघचाउँछ अनि इन्सुलिनले चाहिँ नि काम गर्न थाल्छ। बडी चाहिँ नि क्यालोरी डेफिसिट बनाउनु पर्छ। गुलियो कुरा खानुहुन्न, मैदाले बनेको कुराहरू खानुहुन्न, आलु खानुहुन्न, भात खानुहुन्न हैन। यो सबै कुरा नखाएपछि बडीमा क्यालोरी डेफिसिट भइरा हुन्छ र बडीको एक्स्ट्रा बोसो चाहिँ नि बाट एनर्जी प्रोड्युस हुन थाल्छ। त्यो काम चाहिँ इन्सुलिनले गर्छ। त्यही भएर वेट लसलाई पनि मेटफर्मिनले धेरै हेल्प गर्छ। बडीको मेटाबोलिजम रेगुलर बनाउन पनि हेल्प गर्छ र मेटफर्मिन राम्रोसँग खानु भयो भने चाहिँ नि पिरियड पनि रिज्युम हुन्छ, पिरियड पनि रेगुलर हुनलाई यसले हेल्प गर्छ। भोलि पर्सि मोटो तौलको कारणले कार्डियोभ्यास्कुलर इभेन्टहरु हुने, प्रेसर हाईहरु हुने पनि घटेर जान्छ, रिस्क घटेर जान्छ हैन। हेल्दी बनाउँछ मेटफर्मिनले। र फुड एन्ड ड्रग एसोसिएसन